हेलो एभ्रिवान, नमस्ते। हजुरहरूलाई स्वागत छ मेरो छोटो मिठो मिनी ब्लगमा। यो चाहिँ मेरो माघीको मिनी ब्लग रहेको छ अनि हामी चाहिँ माघी मान्न जान लागेको। अनि म मेरो छोरी शीतल भाउजू छोराहरू भएर हामी चाहिँ अटोमा चढ्यौँ अनि धेरै नै रमाइलो भएको थियो। अनि तपाईँहरूले पनि रमाइलो गर्नुभयो कि भएन, के कस्तो गर्नुभयो कमेन्ट गर्नुहोस् है त। अनि यो रहेको छ मेरो चाहिँ छोराछोरीको भोइस सुन्नुहोस् है त के भन्छन्। सुन्नुभयो त। अनि म चाहिँ यस्तो मेलामा चाहिँ धेरै वर्षपछिबाट जान लागेको। अनि यो चाहिँ हाम्रो घन्टाघर रहेको छ, सुर्खेतको घन्टाघर। यता कति धेरै मान्छेहरू हुनुहुन्थ्यो कि। अनि हामी चाहिँ अटोमा चढेर सरर लाग्यौँ माइती गाउँमा। माइती गाउँ पनि आइपुग्यौँ। अनि माइती गाउँ आइपुग्यो अनि म चाहिँ त्यहाँ अलिकति काम थियो अनि त्यहाँ सामान लिन गएको पाएन के। अनि मेरो छोरीले चाहिँ हात समाउनै दिएको छैन कि, ऊ चाहिँ ड्रेस लगाएर मक्खै छ। उसको चाहिँ पहिलोचोटि फर्स्ट टाइम हो कि म ड्रेस, त्यही भएर मक्खै परेको छ। अनि यता दिदीहरूलाई नि बोलायौँ अनि तिनीहरू त झन् रेडी नै नभएको। हामीहरू गएर एकछिन बसेर रेडी भयौँ। अनि यिनीहरूलाई फेरि बच्चाले फेरि खानेकुरा चाहियो अरे, फेरि खानेकुराहरू अलिअलि किनिदिए। अनि हामी चाहिँ गयौँ। लेट्सको साथीहरू तपाईँहरूलाई देखाउँछु सरर पारेर हाम्रो माघी मेला। माघी मेलामा चाहिँ नगएको म धेरै वर्ष भएको थिएँ हो। अनि यो चाहिँ मेरो दुईवटा छोरीको पोज रहेको छ। फोटो खिचिरहेको थियौँ कि, अनि फोटो खिच्दा अनि पोज गर भनेको फोटोसोटो खिचेर अनि हामी चाहिँ मेलातिर गयौँ। मेरो छोरीले चाहिँ हात समाउनै नदिने कि, हात समाउनै नदिने। आउनु हात समाउने नभनेको हातै नसमाउने एकदमै गाह्रो भइरहेको थियो मलाई चाहिँ मेरो नानीलाई केयर गर्न। अनि मैले चाहिँ मोबाइल पुरा जिम्मा मेरो भाउजूलाई दिएँ। अनि म चाहिँ बच्चाहरूलाई केयर गर्दै हिँडेँ। अनि उहाँले खिचिदिनु भएको है सब मेरो मिनी ब्लग चाहिँ उहाँले खिचिदिनु भएको। अनि थ्याङ्क यू भन्छु यहीबाट नै। हामी चाहिँ भित्र छिर्यौँ फाइनली होइन। अनि यो चाहिँ फन पार्कमा माघी मेला रहेको थियो कि यसपालि। यहाँ चाहिँ एकदमै धेरै मान्छेहरू थियो। कस्तो राम्रो गमला पनि के हो, है फुलहरू पनि बेचेर राखेको रहेछ। मलाई चाहिँ कस्तो मन पर्यो होइन। मेरो छोरीलाई चाहिँ यहाँ चढायौँ। तर बच्चापछि खेल्ने ठाउँ चाहिँ खासै थिएन कि, यो के हो कार्टुनहरू मात्रै थियो यसमै बस्ने। अनि अब खाना जाऊँ न त भनेर यसो हेर्नु गएको। तर रियालिटी भर्सेस एक्सपेक्टेसन भर्सेस रियालिटी नै भयो कि मलाई चाहिँ। म चाहिँ माघी मेलामा होइन सेकुवाहरू पुराहरू, सेलरोटी, बारा, अनि त्यसपछि लड्डुहरू, अनि तरुलहरू, अनि अचारहरू टन्नै पाइन्छ होला भनेको त केही पनि नै। हाम्रो माघी चाहिँ यस्तै रह्यो। तपाईँहरूको माघी कस्तो रह्यो कमेन्ट गर्नुहोला। बाई बाई गाइज, थ्याङ्क यू सो मच यति बेलासम्म हेरेर मलाई साथ दिनुभएकोमा।